राधे राधे साथीहरू। आज चाहिँ म सन्चै छुइनँ हो, सर्दीले बेकार भएको छु। यस्तो सर्दी लागेर यो नाक चाहिँ पुछेर पुछेर यत्रोबाट भइसक्यो, पुछेर हो साथीहरू। यस्तो सर्दी लागेर दबाई खाँदा पनि मलाई लाग्दैन, फेरि यस्तै हुन्छ जहिले पनि दबाईले केही कामै गर्दैन मलाई। अन्त आज त पाठ पूजा पनि ढिलो गरेँ, त्यही भएर आज चाहिँ सर्दीले बहुतै साह्रो पर्यो साथीहरू। के खालको सर्दी हो यो, लागेपछि ठ्याक्कै नछुट्ने। आज 3 दिन भइसक्यो मलाई सर्दीले साह्रो पारेको साथीहरू। भिडियो नहाले पनि हुँदैन अरे, हाल्नै पर्छ अरे है। त्यही भएर चाहिँ मैले भिडियो लगाउँदैछु साथीहरू। राधे राधे, गुड मर्निङ। तपाईँहरूको सन्चै हुनुहुन्छ होला, म चाहिँ बिसन्चो भएँ हो। अब डेली नुहाउनेले नै हो भन्दाखेरि पनि म उहिलेदेखि नै डेली नै नुहाइरहन्छु। यो चाहिँ रुढी नै हो साथीहरू। त्यसै यसरी सर्दी लागिरहन्छ मलाई है। खोकी चाहिँ लागेको छैन, सर्दी लागेर जिउ चाहिँ दम्मै भइरहेको छ, पुरा ज्वरो आएको जस्तो क्या साथीहरू। राधे राधे। अब अलिकति खाजा खाएर चाहिँ आज त पूजा पनि म ढिलो 9 बजीतिर पो गऱ्यो साथीहरू। अब चाहिँ अलिकति खाजा खान्छु र अन्त त्यहाँदेखि दबाई खाएर ढल्किन्छु। त्यो सर्दीको मसिनो खालको दबाई खायो भने चाहिँ फेरि यस्तो निन्द्रा लाग्छ नि साथीहरू। राधे राधे, जय श्रीमन नारायण।